Hello everyone, welcome back to my channel and my new vlog. अनि आज चाहिँ यहाँनिर हामी जियानाको चाहिँ मगनीमा छौँ होइन. सो अब के हुन्छ हेर्दै जान्छ होला. स्वागत गर्न आएको एउटाले भने यस्तो मही माग्नु जानु हुँदो किन लुकाउनु होइन हामीहरू पछि आउनु चाहिँ एउटा खुसीको कुरा छ। अनि एउटा कुरो चाहिँ के छ भने तपाईँहरूको गार्डनमा फुल एउटा सौदिलो फुल फुलेको रहेछ। अनि त्यो हामीले एउटा खबर पायौँ फुल चाहिँ फल्ने ठाउँमा छ गार्डनमा भन्ने कुरा राखेर नम्बरमा लागि फुलको चाहिएको हो के चाहिँ हेरिदिनुहोस् है ठुलो भनेर हो भनिदिनु ए हो रहेछ। र मलाई अचम्म लागेको कुरो चाहिँ के भन्दाखेरि हाम्रो जिया नानी त्यहाँ बस्न सक्छ। मलाई अचम्म लाग्यो अहिले यस्तो खालको फुल पनि हुँदो रहेछ। हामीले विज्ञानमा पढ्दाखेरि चाहिँ फुललाई पनि हामीले हेर्दाखेरि एउटा लिभिङ थिङ्समै पढ्छौँ, त्यसमा पनि जीवन हुन्छ। तर यो चाहिँ जीवनमा महाजीवन रहेछ। यो जिया फुल चाहिँ बोल्दै पनि रहेछ। मैले सयपत्रीले मलाई बोलाएको त कहिले पनि सुनेको छुइनँ र यो चिया फुल चाहिँ बोल्नु भन्दा चाहिँ त्यो बोलेको कुरोलाई चाहिँ हामी अलिकति स्वीकृति पनि के गर्न लागिराखेको छौँ भन्दाखेरि आज जियालाई जो जिया सम्झियोस् जहाँसुकै जाओस् पर्यो त्यस्तो होइन 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 योवाला हामीले बुझेन भने गडबड हुन्छ। साक्षी राख्दै प्रेमको प्रतीक यो प्रेमको प्रतीक चिन्ह म तिमीलाई टक्राउँदैछु कुरा ल्याउँ अनि हामी थाली बजाउँदैछौँ। आज अग्रिमेन्ट चाहिँ भइसक्यो पक्का। अब खालि तपाईँलाई थाहा छ फ्ल्याटहरूमा अग्रिमेन्ट गर्दा त एकैचोटि अग्रिमेन्ट गर्नु दिँदैन नि। भोलि एक दिन ग्याप भएर पर्सि चाहिँ तपाईँले यो सिल कसको भन्दै लाँदा पनि हुन्छ। बेहुलालाई उहाँले हातमा दिनुहुनेछ अनि हातमा दिँदै गर्दा तपाईँले भन्नुहोस् तपाईँले मलाई जुन प्रेम गर्नुभएको छ नि म त्यसको प्रतीक तपाईँप्रति अति नै आभारी छु भने ल त्यसरी दिँदैन लामो भला ल यसो फेरि पनि आफ्नो स्थानमा उहाँहरू बस्न सक्नुहुन्छ र प्रभुलाई धन्यवाद होस्। अनि यहाँ दुवै अभिभावकहरू पनि एकदम यो अन्त भइसकेपछि हामी यिनीरै चाँडोभन्दा चाँडो यसलाई हामी के भन्छौँ भन्दा आफ्नो शब्दमा ढोकभेट भन्छौँ नि है। ढोकभेट चाहिँ चाँडो छिट्टो तरिका अहिले त यस्तो सुपरसोनिक एजमा छौँ हामी र छिटोभन्दा छिटो हामी ढोकभेट पनि गरिहाल्छौँ। को सम्झिने हेर्नुहोस् होइन मिलिहाल्छ किनभनेदेखिलाई बाटोमा भेट्दा सजिलो को रक्षा गरून्। अब हामीलाई मुक्ति दिनु यीशु ख्रीष्टको अनुग्रह, ईश्वर पिताको प्रेम, पवित्र आत्माको शान्ति र सहभागिता जबसम्म उहाँ बादलमा दोस्रो चोटि देखा पर्नुहुन्न तबसम्म यहाँ उपस्थित हरेक व्यक्ति चिनौँ त्यहाँबाट ए भयो
मम्मीजीलाई भेट्न आउनै पाएको छैन एलिसा मम्मीजीका मम्मीजीका माछ खाना आना है ना जानु छैन नहीं वो रविवार मिला था इसको मिला था और सिटू और बेटे को मिला था यहाँ तपाईँहरू आउनुहोस् त खै यहाँबाट गर्दैछु यहाँबाट गर्ने हो बाइक पकड्न किन